जापान जापानको घरहरू यस्तो हुन्छ यिनी चाहिँ ट्रेन कुरेकै खाइ मने गर्न भिडियो सिडियो टक्क होइन दामी अब ट्रेन हामी चाहिँ ट्रेनको वेटिङमा अब ट्रेन आउँछ एकछिनमा किनेर खान त मन लाग्छ किनिहाल न पैसा तिम्रो अनि मलाई सोधेर हुन्छ पैसा त तिम्रो होला नि त तिम्रो पैसा भएपछि मलाई सोध्नु बाबा किन ल यो चाहिँ अहिले हामी जापानको होइन सुपा भन्ने मार्केटमा आएको गेमो सुपा भन्ने ठाउँमा अब यहाँ चाहिँ हाम्रो गृहमन्त्रीले अहिले सामान किन्दै हुनुहुन्छ तपाईँहरू पनि देख्न सक्नुहुन्छ पनि पाउँदो रहेछ है रेड बुल चाहिँ ल हेर्नुहोस् साथीहरू एउटा घन्टाको 238 रुपियाँ 38 इयन छ कसरी खानु हो जापानमा गाह्रो छ एउटा आपको 580 रुपियाँ कसरी खानु हो जापानमा कसरी खानु 12,000 को सामान पनि सपिङ गरियो है खाइ मन गरियो सर्लक्क लाएर जापानिज 12,000 इयनको सामान यही हो हेर्नुहोस् हजुर जापानको माथि पुलमा बसेर तलतिर हेर्दा पनि रमाइलो लाग्छ ल हेरौँ त जापान सिटी अब यहाँ चाहिँ माथिबाट चाहिँ नि रेल चाहिँ गुड्दो रहेछ क्या यो रेललाई चाहिँ मोनोरेल भन्दो रहेछ होइन मोनो ट्रेन ल माथिबाट पनि हिँडिदिन्छ क्या यस्तो ल हेर्नुहोस् जापानमा यसरी रेल कुद्छ माथिबाट पनि बुढी चाहिँ जापानमा खुसी छ कि होइन पुरै नाच्दै हिँडिरहेको छ बाटोबाट यता फर्क्यो यता खै नाच्दै हिँड त अझै एकचोटि अब चाहिँ कपाल काट्न गएको है जाँदै हामी चाहिँ होइन बुढीले मलाई कपाल काट्ने भनेर साह्रै किचकिच गरेर अहिले कपाल काट्न चाहिँ गइरहेछौँ हामी होइन अब कपाल चाहिँ काटेर आउँछौँ अब कुन चाहिँ कस्तो हुन्छ कपाल काटेपछि कुन चाहिँ रिभ्यू चाहिँ दिनु होला हजुरहरूले अनि अब कपाल चाहिँ यत्रो छ होइन अब बुढीको स्टाइलमा अब कुन स्टाइल काट्नु भन्छ अब मलाई त जापानिजमा के भनेर कसो भनेर थाहा छैन तर बुढीले भन्नुहुन्छ त्यसपछि म चाहिँ त्यो स्टाइलमा काट्नेछु फेरि उतैतिर अहिले तपाईँहरूलाई भेटाउँला है त कपाल काट्ने ठाउँ मुस्कान हेर्न सक्नुहुन्छ तपाईँले होइन मुस्कान पनि कडै आउँछ क्या यो बुढीको यत्रो मुखको मुस्कान ठुलाउँदैन त सामान धेरै पकेर हात यस्तो भएछ गाइज बुढी अहिले कपाल काट्न होइन क्या कपाल काट्न कुन ठाउँ जाने अरे अकामाची हो त्यो अकामाची चाहिँ यहाँदेखि कति टाढा पर्छ सानपुन बुढी भन त मेरो लुक्स कस्तो छ अहिले फाइनल्ली कपाल चाहिँ काटियो होइन तिम्रो ओपिनियन के छ त अनि मेरो कपालको बारेमा भनिदेऊ त रिभ्यू चाहिँ राम्रै भएछ फर्स्ट टाइम जापानले काटेको राम्रै काट्यो फेरिको राम्रै भन्नुपर्छ